देख्न सक्नुहुन्छ भित्तामा बब्बालाई भगवानले ध्यान गर्दैछ। कहिले कहिले शिवरात्रिको दिन झन्डै मारे कहिलेको अस्तिको हावा त्यो के खुवाएर यार म त यार सुटिङमा थियो यार शिवरात्रि दिन त हिसै भएको त्यो फिल्मको। ल गाइस हैन हामी अब कतातिर लाग्ने कहाँ शालिग भाइतिर जाने हो? छ बाँदर नै छ जाउँ ल। एउटा सानो मात्र छ एउटा अहिले ठुलो नि छ देख्न सक्नुहुन्छ हैन। ल्याइसक्यो हामी शालिगतर्फ जाँदैछौँ। भाइ त दौडेछ म पो पछि साइको भयो त तपाईँ त दौडिहालेछ। यहाँ कुन चाहिँ ठुलै पदको मान्छेलाई भर्खरै हाल्नु भएको रहेछ हाम्रो मङ्कीजी होइन। पौडियानिर छ शालिग कुनमा रे शालिग देखिन्छ। पशुपतिमा होइन बाबालाई छ हेर्ने हो बाँदर। भित्तामा टाँसेको कार घर। हामी चाहिँ यो बाँदर भाजतर्फ जाँदैछौँ। देख्न सक्नुहुन्छ यस्तो भित्तामा टाँसेको घर छ कि पुरै भिरमा घर नेपालीले गर्छ। हलिन्छ चुम गर्दा कहाँ नहुनु छ नि पहिलाको बिमारी भएर हस्पिटल आयो भने थियो। हस्पिटलै बेपत्ता भयो त्यो त देख्न सक्नुहुन्छ। हामी बाँदर पाएको ठाउँमा जाँदैछौँ। उद्यापमा थियो यहाँ पशुपतिमा नै यस्तो भेर छ ढुङ्गाको। कति नि दाम कति ल्याउने भन्नु मलाई के हानिदिन्छ मलाई तलसम्म पैसा चाहिँ आउनु पर्छ होस्। गाइस पशुपतिको खोला त्यसमा त तलबाटै जान्छु। मोटो चोप साट्नै पछाडि पनि देख्न सक्नुहुन्छ होइन। भिडियो यो खासै ठिकै त आउँछ सक्नुहुन्छ। भित्ता घर देख्न सक्नुहुन्छ भित्तामा पुरा टाँसेको छ। हामी पशुपतितर्फ घुम्दैछौँ। के कस्तो लाग्छ भिडियो हेरेर माया गरिदिनु होला होइन।
भटाभट पौडी खेल्नेतर्फ लाग्दैछ। ग्यास साडी गरौँ। सो गाइस हामी चाहिँ अहिले हात छिराउनेतर्फ लाग्दैछौँ होइन। यहीँबाट मासतिर हात छिराउने ठाउँ छ जहाँसम्म हामी हात छिराउने छौँ। हेर न मरौ पछि के छ जिन्दगी, सिर्फ एक सर कात्रो र पिताम्बरमा जान्छ। बाबाजीहरू गाजा तान्दै हुनुहुन्छ, शिवजी प्रसाद होइन। नलाऊ हौ नाम कति हो दाइ? अस्ति भर्खरै बनाएको यो धेर भए नै यो बनाएको। हजुर नखिच्ने दाइ। के नाम कति अङ्कल? 1 रुपियाँ दाना हो। बनाइसकेपछि महँगो हुन्छ होला है। कहाँ नहुनु, सो गाइस हामी चाहिँ हात छिराउने ठाउँसम्म पुग्न थालिसकेका छ। तपाईँहरूले हेर्दै गर्नु, हाम्रो केटाहरूले हात छिराउने नि भन्दैछ होइन। कोसिस गर्छौँ। छिराउने ठाउँमा पुगिसकेको छ, देखाउँछौँ हात कगले। अब हाम्रो दिदी जाँदै हुनुहुन्छ होइन। बाङ्गे भइसकेको छ। देख्न सक्नुहुन्छ हात छिराउँदैछ दादाले। बाङ्गे पनि त केटाहरू पारी बसेर औँला ठड्याउँदैछ होइन। अब त्यो खोक्दा